युरोपमा जस्तै देखिने नेपालका सडक पहाडमा पनि 60 को स्पिडमा यात्रा गर्न सकिने। दर्शकबिन नमस्कार, म अस्मिता गेवाली। आजको भिडियोमा युरोप जस्तै देखिने नेपालको सडक सम्बन्धी चर्चा गर्नेछौँ। तपाईहरू यति बेला हेर्दै हुनुहुन्छ नयाँ धार खबर। हाम्रो भिडियो मन परे लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। अब लागौँ आजको विषयवस्तुतर्फ। अन्तरिक्षबाट खिचिएको कुनै सुन्दर तस्बिर जस्तै देखिने नागबेली मोडहरू, अत्याधुनिक इन्जिनियरिङ प्रविधिले काटिएका पहाडका अग्ला भित्ताहरू र झट्ट हेर्दा युरोपका कुनै स्विजरल्यान्ड वा अस्ट्रेलियाका सडक जस्तै भान हुने चिल्लो कालो पत्रे, दायाँ बायाँ डाँडाकाँडाको हरियाली अनि आँखै अगाडि चाँदी झैँ टल्किएका हिम श्रृङ्खलाका मनोरम दृश्य। सिसा जस्तै टल्किने यो चौडा सडक र यसको वरपर वातावरण देख्दा जो कोही यात्रा गर्ने मानिस पनि एक पटक टक्क अडिन्छ र अचम्मित हुँदै सोध्छ, यो कुन विकसित देशको सडक होला? म कतै युरोप त आइपुगिन, तर अचम्म नमान्नुहोस्, आँखा तिरमिराउने यो लोभलाग्दो दृश्य कुनै विदेशी भूमि होइन। यो हाम्रै नेपालको पहाडी भूगोलको भाग्य बदल्न निर्माण भइरहेको गौरवको आयोजना पुष्पलाल मध्य पहाडी राजमार्ग हो। अचेल यो सडक खण्ड भएर यात्रा गर्ने जो कोही आन्तरिक तथा बाह्य पर्यटकको मुखबाट यस्तै शब्द निस्किन्छ, नेपालमा विकास नभएको कहाँ हो र? हेर्नुहोस् त, युरोप जस्ता संसारकै उत्कृष्ट भनिने सडक त हाम्रै गाउँघरमा बनिसकेछन्। हिजोका दिनमा धुलो र हिलोको शास्ति खेप्दै ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने पहाडका भिर पहराहरू आज राष्ट्रिय समृद्धको उज्यालो ऐना बनेका छन्। यो सडक केवल एउटा भौतिक पूर्वाधार वा यातायातको माध्यम मात्र होइन, यो त नेपाली जनशक्तिको क्षमता र आत्मनिर्भरताको एउटा बलियो तथा ऐतिहासिक प्रमाण हो। विदेशी दात्री निकायको महँगो ऋण, कडा शर्त र अनुदानको भर नपरी नेपाल सरकारले आफ्नै आन्तरिक स्रोत, नेपाली लगानी र नेपालकै पसिनाको बलमा यो विशाल महामार्गको खाका कोरेको हो। आर्थिक वर्ष 2064-65बाट सुरु भएको यो गौरवको यात्राले आज पहाडी भेगको रूपरेखा मात्रै बदलेको छैन, बरु नेपालीहरूले चाहे भने आफ्नै पौरख र बजेटमा हिमाल र पहाड जोड्ने अत्याधिक सडक बनाउन सक्छन् भन्ने एउटा दहरो आत्मविश्वास र राष्ट्रिय स्वाभिमान जगाएको छ। पूर्वको पाँचथर चियो भन्ज्याङदेखि सुरु भएर पश्चिमको बैतडी झुलाघाटसम्म झन्डै 1879 किलोमिटर लम्बाइ फैलिएको यो राजमार्गले पहाडका 26 जिल्ला र 215 भन्दा बढी साना ठुला बस्तीहरूलाई एउटै कडीमा उनेको छ। सुरुवाती चरणमा यसको अनुमानित लागत करिब 33 अर्ब 36 करोड रुपैयाँ मात्र राखिएको थियो, तर देशको बदलिदो अर्थतन्त्र, मुआब्जा वितरण र समयको गतिसँगै परिमार्जन हुँदै अहिले यो आयोजनाको कुल संशोधित लागत 84 अर्ब 33 करोड रुपैयाँ पुगेको छ। यसमध्ये चालु अवधिसम्म झन्डै 65 अर्ब 97 करोड रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको छ। यो लगानी बालुवामा पानी जस्तै खेर गएको छैन, बरु पहाडको सुतेको अर्थतन्त्रलाई बिउजाउने एउटा दरिलो जग बनेर उभिएको छ। विभिन्न राजनीतिक उतार-चढाव, प्राकृतिक विपत्ति, कठिन भौगोलिक बनोट र अनेकौं चुनौतीका बीच पनि यस राजमार्गको हालसम्म 78.23% भन्दा बढी भौतिक प्रगति भइसकेको छ। कुल लम्बाइ मध्ये 1463 किलोमिटर भन्दा बढी सडक खण्ड पूर्ण रूपमा कालोपत्रे भइसकेर गाडीहरू सर कुद्न थालेका छन्। पहाडी खोज, खोला र नदीहरूमाथि गुड्नका लागि निर्माण गरिने 137 वटा आधुनिक पुलहरू मध्ये अधिकांशको निर्माण कार्य सकिसकेको छ भने बाँकी रहेका पुलहरू पनि निर्माणको अन्तिम चरणमा छन्। विशाल भूगोल र लामो दूरी भएकाले यसलाई कुनै एउटै कम्पनीले मात्र नभई लामा कन्स्ट्रक्सन, शर्मा एन्ड कम्पनी कालिकाका, रमन, टुदी र स्वच्छनन्द निर्माण सेवा जस्ता नेपालका कहलिएका क वर्गका प्रतिष्ठित निर्माण कम्पनीहरूले विभिन्न खण्डमा प्याकेज अनुसार बाँडेर काम गरिरहेका छन्। कतिपय ठाउँमा काम चेकिङ गर्ने र ढिलासुस्ती गर्ने ठेकेदारहरूको ठेक्का रद्द गरेर सरकारले नयाँ प्रक्रिया समेत थालेको छ।